परीक्षा हलमा प्रश्नको उत्तरको सट्टा कार्टुन र स्केच बनाएर कोही पास हुन सक्छ, सुन्दा पत्यार नलाग्न सक्छ। तर नेपाली राजनीतिको इतिहासमा एउटा फरक र रोचक इतिहास कोर्ने, एउटा नवीन अध्याय कोर्ने व्यक्तित्वको जीवनको सुरुवात यसरी नै भएको थियो। हामी कुरा गर्दैछौँ नेपालमा वैकल्पिक राजनीतिको बलियो जग बसाल्दै परम्परागत राजनीतिको सिन्डिकेट तोड्ने नेता उज्जवल थापाको। राजनीतिमा नेता होइन, सुशासन, पारदर्शिता र साझा विवेकमा आधारित राजनीतिक संस्कृतिको वकालत गर्ने उज्जवल थापा तिनै दूरदर्शक हुन् जसले नेपालमा वैकल्पिक राजनीतिको सोच विकास गरे, वैकल्पिक राजनीतिको विकास गरे। आजको यो बसाइमा, आजको यो जिज्ञासु वर्षको आजको यो श्रृङ्खलामा नेपालमा वैकल्पिक राजनीतिका प्रणेता उज्जवल थापा र उज्जवलवादको विरासतको बारेमा केही चर्चा गर्नेछौँ। उज्जवल थापा विशेष श्रृङ्खला सुरु गर्नुभन्दा अगाडि जिज्ञासु वर्ष युट्युब च्यानललाई यहाँहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नु होला। अब लागौँ कन्टेन्टतर्फ। विक्रम सम्वत 2033 साल पौष 24 गतेका दिन स्याङ्जा जिल्लामा बुबा उदयबहादुर थापा र आमा शान्ता थापाको ज्येष्ठ सुपुत्रका रूपमा उज्जवल थापाको जन्म भएको थियो। उनले आफ्नो माध्यमिक शिक्षा नेपालको प्रतिष्ठित विद्यालय बुढा नीलकण्ठ स्कुलबाट पुरा गरे। यो त्यही स्कुल हो जहाँ थापा एक मावरिक विद्यार्थीको रूपमा चिनिए। यहाँ मावरिकको अर्थ स्वतन्त्र र विद्रोही विचार भएको व्यक्ति हो। सामान्यतया 14 वर्षदेखि 16 वर्षका विद्यार्थीहरूले माध्यमिक शिक्षा पुरा गर्दाखेरि दिने शैक्षिक योग्यताको बोर्ड परीक्षालाई ओ लेभल परीक्षा भनेर बुझ्ने गरिन्छ र उज्जवल थापाले त्यही ओ लेभलको इङ्ग्लिस लिटरेचरको एक्जाममा ट्रेडिसनल एन्सर्सहरू, प्याराग्राफ, लामो लामो प्याराग्राफको एन्सरहरू लेख्नुको सट्टा कार्टुन र स्केचहरू बनाएर आए। र अचम्म त के भने एक्जामिनर्सले पनि उनको त्यो अद्भुत क्रिएटिभिटी र त्यो मौलिकतालाई मूल्याङ्कन गर्दै उत्कृष्ट अङ्क दिए। उज्जवल थापा एउटा यस्तो विचित्र स्वभावका मानिस थिए जो अमेरिकाको व्यवस्थित जीवनबाट वाक्क भएर आफ्नै मातृभूमिको अवस्था बदल्ने हुटुटी बोकेर नेपाल फर्किएका थिए, जुन हामी नेपाली समाजमा बिरलै सुन्ने गर्छौँ। उज्जवल थापा अक्सर भन्ने गर्थे, विकल्प कुर्दै बस्ने होइन, आफै विकल्प बन्नुपर्छ। यो मान्यतालाई खरो रूपमा प्रस्तुत गरेका उज्जवल थापाले तथ्य र अनुसन्धानलाई नै आफ्नो संसार बनाएका थिए। उनी तथ्य र अनुसन्धानको आधारमा बहस गर्न रुचाउँथे। उनका विषयहरू, उनका प्रस्तुतिहरू तथ्य र अनुसन्धानमा आधारित हुने गर्थे। यहाँहरूले कोही व्यक्तिले मैले के काम चाहिँ मिस्टेक गरेँ भनेर लिस्ट बनाएको यहाँहरूलाई थाहा छ? लिस्ट बनाएको थाहा भयो भने त्यो लिस्ट पब्लिसाइज गरेर त्यसलाई चाहिँ एउटा रेज्युमे बनाएर पब्लिस गरेको यहाँहरू कसैलाई थाहा छ? थाहा छैन होला, किनकि यो बिरलै सुनिने विषय हो। उज्जवल थापाले यही गरेका छन्। नेपाली समाज र राजनीतिमा आफ्ना कमजोरी, गल्ती र असफलताहरू लुकाउने र आफूलाई सधैँ अवैध देखाउने परम्परागत प्रवृत्ति छ। अक्सर राजनीतिज्ञहरू आफ्ना गल्तीहरूलाई सकेसम्म लुकाउन खोज्छन्, तर उज्जवल थापा बिल्कुलै फरक प्रवृत्तिका व्यक्ति थिए, वैकल्पिक सोचका व्यक्ति थिए। उज्जवल थापाले आफ्नो पुस्तक वाइ नेपाल मार्फत आफ्नो सफलता मात्र होइन, आफ्नो जीवनका ती तमाम असफलताहरूको सूची सार्वजनिक गरेका छन्, रेज्युमे अफ फेलर्स कन्टेन्ट दिएर। उनी फेलर्स इज अ रिहर्सल अफ सक्सेसमा विश्वास राख्थे। यो भनाइमा उनको दृढ विश्वास थियो। म जति धेरै असफल हुन्छु त्यति धेरै भविष्यका गतिविधिहरूमा म सफल हुन सक्छु भन्ने मान्यता उज्जवल थापाको थियो। यसै क्रममा उज्जवल थापाले आफ्नो जीवनभरका असफलताको श्रृङ्खलालाई दुई भागमा बाँडेका छन्। एउटा व्यावसायिक असफलता, जहाँ उनले आफूले जीवनमा गरेका विभिन्न एन्टरप्रेन्योरसिपको कामहरू, उद्यमशीलता र सेभरल स्टार्टअपका क्रममा बेहोरेका हारहरूलाई उनले अङ्कित गरेका छन् भने राजनीतिक असफलता शीर्षक दिएर उनले आफू निर्वाचन लड्दै गर्दाखेरि र सङ्गठन विस्तारका क्रममा पाएका धक्काहरूलाई उनले प्रस्तुत गरेका छन्।
यो दुईटा असफलताको श्रृङ्खलाबाट हामीले उज्जवल थापाको जीवनलाई एउटा आदर्शको रूपमा दुईटा काममा हामीले गर्न सक्छौँ। पहिलो काम, अझ राजनीतिज्ञले अलि बढी बुझ्नुपर्ने विषय, मानिसहरू तपाईँको बौद्धिक कुरासँग दिमागले सहमत हुन्छन्, तर भोट हाल्ने बेलामा मनैदेखि भोट हाल्छन्, पहिलो। र दोस्रो भनेको प्रत्येक असफलताले हामीलाई अन्ततः सफलताको मार्ग पहिल्याउने एउटा पाठ सिकाउँछ। यो दुईटा भनाइलाई उज्जवल थापाले आफ्नो जीवनमा र आफ्नो रेज्युमे अफ फेलर्स मार्फत साझा गरेका छन्। अक्सर नेपालमा एउटा भनाइ प्रचलित हुने गरेको छ, भ्रष्टाचार, व्यथिति र नातावाद एउटा सरुवा रोगको रूपमा रहेको छ। यो भनाइ, यो अभ्यासलाई नेपालमा सामान्य रूपमा लिन थालिसकेको छ। तर उज्जवल थापा भ्रष्टाचार, व्यथिति र नातावाद मात्रै सरुवा रोग होइन, इमान्दारिता र सकारात्मकता पनि झन् बढी संक्रामक रोग हो भन्थे। उनले यसलाई पोजिटिभ भाइरसको संज्ञा दिएका छन् र यसलाई केवल नारामा मात्र सीमित नराखी आफ्नो व्यवहार र जीवनशैलीमा उतारेर पनि देखाएका छन्। अक्सर नेपालका राजनीतिज्ञहरूले बोल्ने एक थरी, गर्ने अर्को थरी गरिरहेका हुन्छन्। परम्परागत शैली त्यही छ। तर उज्जवल थापाले यो शैलीलाई चुनौती दिँदै आफूले बोलेका काम पुरा गर्न नसक्ने काम बोल्दै नबोल्ने, यो व्यवस्था, यो ट्रेन्डको सुरुवात उज्जवल थापाले गरेका हुन्। प्राचीन शैलीका परम्परागत नेताहरूले ठुला मञ्चमा उभिएर लामा घन्टौँसम्म गाली गलौजले भरिएका भाषणहरू दिएको त हामी सबैले देखेका छौँ। तर एउटा नेता सामान्य प्लेकार्ड बोकेर सार्वजनिक फोरममा, सार्वजनिक मञ्चमा उभिएको हामी बिरलै देख्छौँ। यो ट्रेन्ड सेटर थिए उज्जवल थापा। उनी अक्सर माइतीघर मण्डलामा एक्लै वा आफ्ना केही सीमित साथीहरूसँग मात्र भेटिन्थे, शान्त रूपमा उभिरहेका। तर उभिँदै गर्दाखेरि उनका हातमा भएका प्लेकार्डहरूमा लेखिएका शब्दहरू, लेखिएका नाराहरू साँच्ची नै दिमाग खोज्ने खालको हुन्थ्यो। एकातर्फ ठुला मञ्च, लाउड स्पिकर र गाली गलौजले भरिएका लामा भाषणहरूसँग आजित भएका नेपालीहरू उज्जवल थापाको माइतीघर मण्डलामा एक्लै वा थोरै साथीहरूसँग शान्त उभिने र प्लेकार्ड प्रदर्शन गर्ने शैलीले निकै प्रभावित बन्दै थिए। टायर बाल्ने, ढुङ्गा हान्ने, भौतिक क्षति गर्ने र हिंस्रक आन्दोलन गर्ने परम्परा नै भइसकेको थियो आफ्ना केही मागहरू सुनवाई गर्नका लागि। तर उज्जवल थापा यहाँ पनि फरक निस्किए। सरल र गम्भीर सन्देश बोकेका प्लेकार्डहरू बोकेर मात्रै निस्किन्थे। उज्जवल थापाले कहिले पनि हिंस्रक आन्दोलनलाई, टायर बाल्ने, ढुङ्गा हान्ने जस्ता गतिविधिलाई समर्थन गरेनन्। यो चिजको पक्षमा उनी थिएनन्। उनी सधैँ विचारको बहस गर्थे, उनी सधैँ विचारको वकालत गर्थे र वैचारिक बहस मार्फत आन्दोलनलाई अगाडि बढाउँथे। उनका केही चर्चित प्लेकार्डका नाराहरू, जसले नेपाली राजनीति र नागरिक आन्दोलनको स्वरूप नै बदलिदियो। कुनै समय थियो नेपालमा बन्द, हडताल व्यापक रूपमा भन्नुहुन्थ्यो। त्यो एउटा नेपालीको रुटिन भइसकेको थियो। नेपाल बन्द सुन्ने, नेपाल बन्द भोग्ने र त्यसबाट जीवनग्रस्त हुने। नेपाल बन्दले आम नेपालीको जनजीवन अस्तव्यस्त बनाइरहँदा बन्दको वातावरण विरुद्ध गरिएको एउटा सृजनशील विद्रोहको सुरुवातकर्ता थिए उज्जवल थापा, वा भनौँ एउटा सृजनशील विद्रोही थिए। उनले स्कुलमै मावरिक विद्यार्थीको पहिचान पाइसकेका थिए, जसको अर्थ नै रचनात्मक र सृजनशील विद्रोह गर्नुहुन्थ्यो। नेपाल खुल्ला छ, यो शब्द सुन्दा सामान्य देखिन्छ, तर यही नारा बोकिएको प्लेकार्ड बोकेर उज्जवल थापा बन्दको विरुद्धमा उत्रिन्थे। उज्जवल थापाको टिम विरोधको विरुद्ध विरोध गर्दै थियो, यही नेपाल खुल्ला छ लेखिएको प्लेकार्ड बोकेर। उज्जवल थापा अक्सर भन्ने गर्थे, जो पहिले थाक्छ उसैले दौड हार्छ। परिवर्तनको लामो दौडमा निरन्तरताको महत्त्व बोकेको सन्देश दिने उज्जवल थापाको यो भनाइले धेरै नेपाली युवाहरूको मन जित्यो। र आज हामी उज्जवल थापाले बसालेको जगको आधारमा नेपालमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्वमा सरकार चलिरहेको देख्न सकिरहेका छौँ, देश हाँकिरहेको देखिरहेका छौँ।
2065 सालमा गणतन्त्रको घोषणा भइसके पछाडि संविधान सभाको निर्वाचन भयो र संविधान सभाको निर्वाचन मार्फत संविधान बनाउने म्यान्डेट दिएर जनताहरूले प्रतिनिधिहरूलाई जननिर्वाचित गराएर पठाए। तर त्यो कार्यकाल 5 वर्षको कार्यकालसम्म पनि संविधान जारी हुन नसक्दा र त्यस पछाडिको अर्को चुनावको पनि करिब आधा समय निर्वाचन सकिएको आधा समयसम्म संविधान जारी हुन नसकेको अवस्थामा उज्जवल थापा र उज्जवल थापाको टिम फेरि अर्को नारा बोकेर अर्को प्लेकार्ड बोकेर मैदानमा उत्रियो। माइती घरमा भेटियो, ज्याला पुरा लियो, अब संविधान देऊ। यो नारा बोकेर संविधान जारी गराउनका लागि जननिर्वाचित सांसद सभासदहरूलाई उत्तरदायी बनाउन उठाइएको प्रश्न अर्को थियो। नेपाल बन्द, चक्काजाम, हडताल जस्ता गतिविधिले मात्र विरोध गर्न सकिन्छ वा हिंस्रक भएर मात्र आफ्ना मागहरूको सुनवाई हुन्छ भन्ने परिपाटी बनेको त्यो समयमा उज्जवल थापाले बोकेको त्यो शान्तिपूर्ण प्लेकार्ड र उज्जवल थापाको विचार, वैचारिक आन्दोलनको त्यो विचारले समाजमा यति गहिरो छाप छोड्यो कि आज हरेक विद्रोह र हरेक नागरिकको आवाज माइतीघर मण्डलामा वा अन्य कुनै सार्वजनिक स्थानमा प्लेकार्डमा देखाएर बोलिने गर्छ। हरेक विद्रोहको बिगुलका रूपमा ती प्लेकार्डहरू बसेका छन्। जल्दो बल्दो उदाहरण नै हेर्ने हो भने भाद्र 23 गते भएको आन्दोलन, जेन्जी आन्दोलनको नाममा जेन्जी आन्दोलनको सुरुवाती बिन्दु पनि त्यही माइतीघर मण्डलामा त्यही उज्जवल थापा शैलीमा प्लेकार्ड बोकेर नै भएको थियो। आन्दोलनले पछि कुन रूप लियो, कसरी गयो, त्यो फरक पाटोको कुरा हो। तर निष्कर्षमा हेर्ने हो भने आन्दोलनको सुरुवात उज्जवल थापा शैलीमै भएको थियो र त्यहाँ प्लेकार्ड बोकेर उभिएका हरेक नवयुवाहरू, हरेक नेपाली नवयुवाहरूमा उज्जवल थापाको त्यो छवि देखियो। हामी किन चुनाव चिन्ह नहेरिकन विचारमा मतदान गर्न सक्दैनौँ? आजभन्दा झन्डै 12 वर्ष अगाडि एउटा व्यक्तिको सोचबाट निस्किएको यो प्रश्न नै आज देशको वर्तमानको राजनीतिक अवस्थाको मुख्य सूत्रधार हो भन्दा फरक पर्दैन। उनी सादा तरिका र दर्शन गहिरो बोक्ने एक सच्चा राजनीतिज्ञ थिए, जसले राजनीतिलाई कहिले पनि व्यवसाय बनाएन। एक अभियानकर्ता थिए, एक स्वयंसेवक थिए र एक चिन्तक थिए, जो सदैव चिन्तनशील रहे। समाजको प्रगतिप्रति सदैव स्वयंसेवकका रूपमा उभिए, आफ्ना नागरिकहरूप्रति, र सदैव एउटा अभियन्ताका रूपमा निस्किए, विद्रोहका रूपमा, अभियन्ताका रूपमा ती तमाम समाजका व्यतिथिहरूका विरुद्ध। उज्जवल थापाले रोपेको त्यो विचारको बिउ, वैकल्पिक राजनीतिको बिउ आज नेपालको संसद र स्थानीय सरकारहरूमा यत्र तत्र भेटिन्छ। यहाँसम्म कि नेपालको सङ्घीय सरकारको नेतृत्व गरिरहेको राजनीतिक पार्टी पनि उज्जवल थापाकै त्यही सोचको उपज हो, उज्जवल थापाले रोकेको त्यही बिउको फल हो भन्दा फरक पर्दैन। पछिल्लो 5 वर्षको राजनीतिक ट्रेन्ड हेरौँ। 2079 सालमा भएको चुनाव, स्थानीय चुनाव, बालेन्द्र शाह, हर्कराज राई, गोपी हमाल जस्ता स्वतन्त्र उम्मेदवारहरूको स्थानीय तहमा निर्वाचित हुनु, सङ्घीय निर्वाचन र प्रादेशिक निर्वाचनमा वैकल्पिक शक्तिहरूको अभूतपूर्व मत प्राप्त हुनु, नयाँ शक्तिहरूको राष्ट्रिय स्वतन्त्र पार्टी, 2079 को चुनावको कुरा गर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ शक्तिहरूको उदय र उनीहरूको संसदमा बलियो उपस्थिति, उज्जवल थापाले परिकल्पना गरेको परम्परागत राजनीतिक सिन्डिकेट विरुद्धको जनमतको निरन्तरता नै हो। आज 2082 सालको निर्वाचन पछि त नेपालको प्रतिनिधि सभा 2/3 बहुमतका लागि केही सांसदको कमीमा वैकल्पिक शक्ति रहेको छ। हिजो मुख्य शक्ति भनिएका सम्पूर्ण राजनीतिक दलहरू मिलेर पनि आज सरकार गठन गर्न सक्ने अवस्थामा छैन यो देश। नेपाल खुल्ला छ, नेपाल युनाइट्स जस्ता अभियानको वरपर घुम्ने उज्जवल थापाको राजनीतिक यात्रा सपनाबाट प्रेरित भएर कार्य सम्पादन गर्ने हुटुटीतर्फ अगाडि बढिरहेको थियो, जुन आजका नेतृत्वमा पनि यत्र तत्र झल्किरहेको छ। शैली फरक होला, आज उदाएका नवयुवा नवनेतृत्वहरूको शैली फरक होला, तर काम गर्ने प्रवृत्ति उज्जवल थापाकै छ। सैद्धान्तिक आचरण
र नैतिकताको नयाँ चुनौतीको रूपमा उज्जवल थापाको उज्जवलवाद आज निस्किरहेको छ। प्राचीन समाजवाद, नेपाली काङ्ग्रेसले बोकेको समाजवाद, नेपाली काङ्ग्रेसका सैद्धान्तिक विचारधाराहरू, नेकपा एमाले लगायतका सम्पूर्ण वामपन्थी शक्तिहरूले बोक्ने कम्युनिस्ट वामपन्थी विचारधाराहरू आज उजेलमा छन् र यी विचारधाराहरूलाई परम्परादेखि प्राचीन समयदेखि स्थापित भएर आइरहेका यी समाजवाद र पुँजीवादका विचारधाराहरू आज विलोप हुने सङ्घारमा छन्, लोप हुने सङ्घारमा छन्। कारण उनीहरूको असफलता र वैकल्पिक राजनीतिको आकर्षण। वैकल्पिक राजनीतिको आकर्षणको कुरा गर्दै गर्दाखेरि वैकल्पिक राजनीतिको बाटो जति आकर्षक छ, व्यावहारिक रूपमा टिकाउनु त्यति नै चुनौतीपूर्ण छ। यो भनाइ मात्र होइन, पछिल्ला राजनीतिक घटनाक्रमले पनि त्यही नै देखाएका छन्। अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम हेर्ने हो भने पनि वैकल्पिक राजनीतिको प्रतिनिधित्व गर्दै भएका आन्दोलनहरूले पनि धेरै लामो समयसम्म परिवर्तनको नेतृत्व गर्न सकेको उदाहरण हामीसँग छैन। नयाँ दलहरू फेरि पनि सत्ता समीकरणको खेलमा लाग्दै गर्दाखेरि केही नेतृत्वहरूमाथि वित्तीय पारदर्शिता र सुशासनका प्रश्नहरू उठ्दै गर्दाखेरि वैकल्पिक राजनीतिमा चरित्र र नैतिकताको खडेरी कति छिटो हुन सक्छ भन्ने गम्भीर सङ्केत हो। आजै पनि प्रतिनिधि सभामा निर्वाचित भएर गएका कतिपय नव सांसदहरू, नयाँ सांसदहरू जो प्रतिनिधि सभाका लागि बिल्कुलै नयाँ अनुहारहरू हुन्, उनीहरू विभिन्न कन्ट्रोभर्सीहरूमा फसिरहेका छन्। यहाँसम्म कि नेपालको अहिलेको गृहमन्त्री पनि एउटा सामान्य कन्ट्रोभर्सीमा फस्दै गर्दाखेरि, सामान्य कन्ट्रोभर्सीमा नेपालको गृहमन्त्रीको नाम जोडिँदै गर्दाखेरि उहाँले पदबाट राजीनामा दिनु परेको उदाहरण हामीसँग धेरै पुरानो भइसकेको छैन। बालवाला गृहमन्त्री नागरिकताको केसमा मुद्दा चलेर सांसद पदसम्म निलम्बन हुन सकेको भएको नजिर पनि धेरै पुरानो होइन नेपालको लागि। यो केसमा उज्जवल थापाले सधैँ जोड दिने गरेको पारदर्शिता, नम्रता र असफलताको कदरको मूल्यलाई नयाँ शक्तिहरूले, वैकल्पिक शक्तिहरूले ध्यानमा राख्नुपर्ने देखिन्छ। यो तीनटा आधार स्तम्भभन्दा बाहिर जाने बित्तिकै फेरि पनि जनतामा निराशा छाउन थाल्छ र आजको समयमा उज्जवलवादको सान्दर्भिकता, वास्तविक सान्दर्भिकता उज्जवलवादको अवलम्बन भन्दा पनि उज्जवलवादको शुद्धताको रक्षा बढी आवश्यक छ। अध्ययन र अनुसन्धानमा विशेष रुचि राख्ने उज्जवल थापा भागवत गीताका अनुसरण गर्थे। भागवत गीताको अनुसरण गर्दै कुनै पनि स्वार्थविहीन काम गर्नुपर्ने, कर्मयोगी हुनुपर्नेमा विश्वास राख्ने एक आध्यात्मिक मानिस थिए। देश निर्माणका लागि उज्जवल थापाको परिकल्पना अथवा उज्जवलवादको 4वटा स्तम्भ थियो: विवेकशील नागरिक, सेवक सरकार, हितकारी राज्य र उद्यमशील समाज। यो 4वटा स्तम्भमा आजको वैकल्पिक शक्ति कतिको उभिएको छ त्यो फरक विश्लेषणको पाठ होला। त्यसलाई फरक आउँदा भिडियोहरूमा विश्लेषण गरौँला। तर आज उज्जवल थापाले देखाएको 4वटा स्तम्भको कुरा गर्दै गर्दाखेरि यो 4वटा स्तम्भ देश विकासको लागि अपरिहार्य भइसकेको छ। नागरिकहरू चेतनामा भन्दा बढी इन्फ्लुएन्समा, कसैको प्रभावमा बढी प्रभावित देखिरहेका छन्। आफ्नो विवेक प्रयोग गर्नुभन्दा बढी एआईको, सामाजिक सञ्जालको इन्फ्लुएन्समा प्रभावित भइरहेका छन्। सरकार जनताको सेवा गर्नको लागि हो या अरू केहीको लागि हो प्रश्न उठिरहेको बेलामा सेवक सरकार अत्यन्त महत्त्वपूर्ण छ। जब नागरिक विवेकशील हुन्छन् अनि सरकार सेवक हुन्छ तब राज्य अटोमेटिकली हितकारी हुन्छ र यसबाट आउने रिजल्ट भनेको उद्यमशील समाज हो। समाजका हर कोही उद्यमी बन्न सक्छन्। यो विषय आजको मुख्य आवश्यकता भइसकेको छ र वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी वा भनौँ अन्य वैकल्पिक शक्तिहरूले यसको अवलम्बन कति गर्न सक्छन् हेर्न बाँकी नै छ। उज्जवल थापाको विवेकशील नेपालीको र उज्जवलवादको यही 4वटा आधार स्तम्भको आधारमा, यही मूल्य मान्यताको आधारमा विवेकशील राजनीतिको 8वटा खम्बा स्थापित भएको छ, जसले वर्तमान पुस्तामा राजनीतिप्रति आकर्षण देखाइरहेका नवयुवाहरूलाई आकर्षण गरिरहेको छ।
8वटा आधार स्तम्भ भनेको 8वटा खम्बा विवेकशील राजनीतिले परिकल्पना गरेको विवेकशील नेपाली, जसको संस्थापक अध्यक्ष उज्जवल थापा थिए, उहाँको परिकल्पनामा रहेको वा भनौँ उज्जवलवादको परिकल्पनामा रहेको 8वटा खम्बा यस्तो छ: उत्तरदायी नागरिक, जवाफदेही नेतृत्व, सेवक सरकार, सक्षम नेपाल, एकताबद्ध नेपाली, स्वतन्त्र नेपाली, खुल्ला र गतिशील नेपाल एवं समृद्ध नेपाली। अब कुरा गरौँ थोरै उज्जवल थापाको मूल्य मान्यता, उज्जवलवादको आदर्श र उज्जवलवादको सैद्धान्तिक मूल्य मान्यता भन्दा थोरै माथि उठेर उज्जवलवाद मार्फत नेपालको एउटा दीर्घकालीन लक्ष्य जुन सेट गरिएको छ, उज्जवलवादले देखेको नेपालको लागि दीर्घकालीन भिजनको विषय कुरा गरौँ। अक्सर राजनीतिमा अन्तिम गन्तव्य, फाइनल डेस्टिनेसन सेट हुन आवश्यक मानिन्छ। कम्युनिस्टहरूको कुरा गर्ने हो भने वैज्ञानिक समाजवाद आजको फाइनल डेस्टिनेसनको रूपमा देखिएको छ भने, क्यापिटलिस्टहरूको कुरा गर्ने हो भने क्यापिटलिस्ट सोसाइटी, जहाँ हरेक व्यक्तिहरू क्यापिटलमा बेस भएर काम गर्न सकुन्। यो हुँदै गर्दाखेरि उज्जवलवादको परिकल्पनाको दीर्घकालीन भिजन, उज्जवलवादले देखेको दीर्घकालीन भिजन भनेको नेपाललाई गुरु राष्ट्र बनाउने। आज परराष्ट्र नीतिमाथि, आजको सरकारको परराष्ट्र नीतिमाथि बारम्बार प्रश्न उठिरहँदाखेरि नेपालको गरिमामय सार्वभौम अधिकार सम्पन्न संसद मार्फत त्यसको कार्यकारी प्रमुखले दिइरहेको कूटनीतिक अभिव्यक्ति, चाहे जुनसुकै हिसाबमा ढाकछोप गर्न खोजिए पनि ती विषयहरूले नेपालको परराष्ट्र नीति, नेपालको कूटनीति र नेपालको दीर्घकालीन लक्ष्यलाई प्रभाव पारिरहेको छ। वैकल्पिक शक्तिको उदय हुँदै गर्दाखेरि उज्जवलवादले गाइड गरेको, उज्जवलवाद मार्फत उज्जवल थापाले गाइड गर्न खोजेको नेपालको दीर्घकालीन भिजन भनेको नेपाललाई गुरु राष्ट्र बनाउने। नेपालमा परम्परागत राजनीतिहरूमा बिरलै भेटिने इमान्दारिता, नम्रता, सहानुभूति, समानुभूति, पारदर्शिता र असफलताको कदर जस्ता शब्दहरू उज्जवल थापाको जीवन दर्शन थिए क्या। यो उज्जवल थापाको गाइडिङ प्रिन्सिपल्स थियो र यही नै उज्जवलवादको गाइडिङ प्रिन्सिपल पनि हो। मैले उज्जवल थापालाई देवत्वकरण गर्न खोजिरहेको छैन। मैले मात्र उज्जवल थापाका राम्रा पक्षहरू, वैकल्पिक शक्तिको बाटो, उज्जवल थापाले डोराउन खोजेको वैकल्पिक शक्तिको बाटोको कुरा गर्न खोजिरहेको छु। थापा एउटा उद्यमी, नागरिक अभियन्ता र राजनीतिज्ञ हुँदै गर्दाखेरि पनि सधैँ विवेकशीलता र नैतिकतामा जोड दिन्थे। नेतालाई शासक होइन सेवकको दर्जामा राख्नुपर्छ भन्ने मान्यता राख्ने उज्जवल थापा तिनै दूरदर्शी दार्शनिक थिए, जसको सोच नेपालीहरूको ज्ञान, शक्ति र मध्यमार्गी दर्शनद्वारा विश्वलाई नेपालले नेतृत्व दिन सक्ने विश्वासका साथ नेपाललाई संसारकै गुरु राष्ट्र बनाउनेतर्फ प्रेरित थियो। यसले उनको भूराजनीतिक, आर्थिक र पर्यावरणीय दृष्टिकोण पनि स्पष्ट पारेको थियो। यहाँ उनले अघि सारेका 3 डाइमेन्सनल भिजन, स्पिरिचुअलिटी, इन्भाइरोमेन्ट र इकोनोमी, यो 3 डाइमेन्सनमा नेपाललाई वर्ल्डको सेन्टरमा राखेर लिडरसिप नेपालले गर्ने भन्ने इमेजिनेसन, भन्ने एउटा अल्टिमेट डेस्टिनेसन उज्जवलवादको थियो। हामी अक्सर नेपालको परराष्ट्र नीति खल्बलियो, नेपालको अहिलेको सरकारको परराष्ट्र नीतिमाथि गम्भीर प्रश्नहरू उठाइरहेका हुन्छौँ। तर आज वैकल्पिक शक्ति सत्तामा आउँदै गर्दाखेरि वैकल्पिक शक्तिका मार्गदर्शक, वैकल्पिक राजनीतिका प्रणेता उज्जवल थापाले देखेको परराष्ट्र नीति भनेको सहअस्तित्व, समनिकटता, समानुभूति र अन्तर्निर्भरता। हामी आत्मनिर्भर भयौँ, हुन सकेनौँ, परनिर्भर भयौँ भन्दै गर्दाखेरि अन्तर्निर्भरताको कन्सेप्ट उज्जवल थापाले अगाडि सारेका हुन्। कोएक्जिस्टेन्स, प्रोक्सिमिटी, इम्प्याथी र इन्टरडिपेन्डेन्स। यो परिप्रेक्ष्यबाट नेपालको वरपर रहेको शक्तिहरू, विश्वका ठुला शक्तिहरू, उत्तरको चीन, पूर्व पश्चिम दक्षिणको भारतलाई सन्तुलित गर्नलाई उत्तर दक्षिण नीति अवलम्बन गर्दै भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राखेर नेपाललाई गुरु राष्ट्र बनाउने दीर्घकालीन लक्ष्यमा उज्जवल थापा, उज्जवलवाद र विवेकशील नेपाली सधैँ अडिग रह्यो।
यही विवेकशील नेपालीको जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधित्व गरिरहेका सांसदहरूले विवेकशील नेपालीका नेतृत्वकर्ता नेताहरू जो आज राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित छन्, उहाँहरूले यो नीतिलाई कतिको अवलम्बन गर्छन्, यो नीतिमा उहाँहरू कतिको खरो उत्रिनुहुन्छ र यसलाई कतिको चाहिँ स्ट्रङली प्रेजेन्ट गर्नुहुन्छ, त्यो भोलिको पाटो हो, त्यो भोलि समीक्षा गर्ने पाटो हो। तर आज हामीले चाहेको परराष्ट्र नीति उज्जवल थापाले गाइड गरेको परराष्ट्र नीति हो। वर्तमान समयमा क्षेत्रीय तथा विश्व भू राजनीति गम्भीर मोडमा पुग्दाखेरि यो सन्तुलित दृष्टिकोण अझ बढी अपरिहार्य बनेको छ। एकातर्फ पश्चिमा शक्तिहरूको बढ्दो प्रभाव, अर्कोतर्फ वामपन्थी समुदायको प्रभाव र भारतको सदैवको छँदैछ। यो चिजहरू सबैलाई सन्तुलित राख्नकै लागि नेपालले लिएको परराष्ट्र नीतिसँग उज्जवल थापाले र उज्जवलवादले गाइड गर्न खोजेको, उज्जवलवादले देखाउन खोजेको परराष्ट्र नीति मिल्दोजुल्दो छ। असंलग्न राष्ट्रको रूपमा नेपाल हिजो पनि कूटनीतिक रूपमा उभिएको थियो भने त्यसैलाई निरन्तरता दिने नै उज्जवल थापाको उद्देश्य थियो, उज्जवल थापाको विवेकशील नेपालीको जग थियो। उज्जवल थापाले आफ्नो जीवनकालभर फेस गर्नुभएको चुनाव आवधिक निर्वाचन र त्यो चुनावमध्ये सबैभन्दा लोकप्रिय हुन पुगेको कुकुर चुनाव चिन्हको बारेमा कुरा गर्नुभन्दा अगाडि एकफेर महेश भण्डारीको भिडियो सामग्री क्लिप सुनौ। म बालेन्द्र शाह भनेर प्रधानमन्त्रीको रूपमा शपथ लिँदै गर्दा यो ब्रह्माण्डको कहीँ कतै यदि कोही व्यक्ति खुसी थियो भने दुई व्यक्तिहरू अत्यन्त खुसी थिए। तिनीहरू हुन् बालेनका स्वर्गीय बुबा डाक्टर रामनारायण शाह र स्वर्गीय नेता उज्जवल थापा। गत शुक्रबारको त्यो क्षण एउटा व्यक्तिको जित थिएन, यो एउटा विचारको विजय थियो। एउटा विचारको बिउले वृक्षको रूप लिएको क्षण थियो। नेपालको वैकल्पिक राजनीतिको यो धरातलमा हामी आज जहाँ उभिएका छौँ र जहाँ एउटा युवा नेता बालेन शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् र जहाँ रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक उचाइ हासिल गरेको छ, त्यो जग, त्यो जमिन, त्यो बिउ, त्यो चरा, त्यो आधार उज्जवल थापाले रोपेको बीज हो। यो अडियो र यस पछाडिको मार्च 11मा, यस पछाडि हामीले मार्च 11मा मिलन पाण्डेले एउटा पोस्ट गरेका छन्। त्यो पोस्ट यहाँ हेर्न सक्छौँ। यहाँ लेखिएको केही बेहोरा म पढ्न चाहन्छु। धन्यवाद कुकुर। कुकुर चुनाव चिन्ह इमान्दार, वफादार, पहरेदार अनि भोट हाल्न शानदार। हामीले 2070 साल कार्तिकभरि यो नारा लगायौँ। दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौँ 1, 4, 5, 8बाट उज्जवल दाईको नेतृत्वमा कुकुर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएको थियो। उक्त निर्वाचनमा करिब 3000 भोट आएको थियो। म काठमाडौँ 8को कमान्डमा थिएँ। सुरुवातमा त आफैलाई लाज लाग्थ्यो, तर पछि छुट्टै ऊर्जा आएको थियो। पछि 2074 सालमा स्थानीय तहको निर्वाचनमा स्टकोट र क्यामेरा चुनाव चिन्ह लिएर विद्रोह गऱ्यौँ। अनि त्यही वर्ष प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तराजु चुनाव चिन्ह लिएर निर्वाचनमा उमियो। 2,12,336 मत आयो र विवेकशील 6औं दल बन्यो। 2079मा बालेनजी, हर्कजी, गोपीजी सहितको स्वतन्त्र अभियानले जित नै निकाल्यो। त्यही वर्ष रविजीको नेतृत्वमा रासोपा खुल्यो र 21 सिट सहितको देशको चौथो ठुलो दल बन्यो। रासोपाका सांसदहरूले राम्रो काम गर्नुभयो। बालिनले काठमाडौँमा राम्रो काम गरेर देशैभरि आशा जगाउनु भयो। त्यस पछाडि 2082 आयो, जेन्जी आन्दोलन भयो। रवि बालेनको नेतृत्वमा घन्टी चुनाव लिएर रासोपा मैदानमा गयो। 35 वर्षको युवालाई प्रधानमन्त्री बनाउने र विकास गर्ने एजेन्डासहित मैदानमा जाँदा 50 लाख भोट कट्यो र रासोपा पहिलो दल बन्यो। म आज फर्केर हेर्दा म त्यही कुकुरलाई सम्झिरहेको छु। अनि काठमाडौँका ती 4 क्षेत्र 1, 4, 5 र 8मा पनि उज्जवललाई सँगै काम गरेका साथीहरूले जित्नु भएको छ। यो सबै क्षेत्र विशेष छन्, तर मेरा लागि यी 4 क्षेत्र भावनात्मक रूपमा अझ विशेष छन्, किनकि जीवनमा पहिलोपल्ट राजनीति गर्दै गर्दा मैले यही 4 क्षेत्रका लागि कुकुरमा भोट मागेको थिएँ। धन्यवाद कुकुर। अनि उज्जवल दाईको एउटा भाषणमा म कुकुर हो भनेर भोट माग्नु भएको थियो। आशा छ हामी सबै कुकुर जस्तै बन्नेछौँ, इमान्दार, वफादार र देशका पहरेदार। मिलन पाण्डेको यो पोस्टबाट, मिलन पाण्डेको यो क्याप्सनबाट पनि हामी प्रष्ट हुन सक्छौँ कि आजको राजनीतिक जग हिजो उज्जवल थापाले हिजोको दिनमा उज्जवल थापाले सुरु गरेको अभियान थियो। उज्जवल थापासँगै काम गरेका मानिसहरू आज प्रधानमन्त्रीको मन्त्री परिषदमा छन्। विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, रन्जु दर्शना त चिरपरिचित नामै भइहाले। उज्जवल थापाको विवेकशील नेपालीको
र तराजु चिन्हको। यो पोस्टमा अलिकति विचार विश्लेषण गर्दै गर्दाखेरि र अगाडि महेश भण्डारीको एउटा एनालाइटिकल भिडियोको थोरै सानो क्लिप हामीले हेर्दै गर्दाखेरि पनि हामी के चिजमा क्लियर हुन सक्छौँ भने यो परिवर्तन आजको वैकल्पिक शक्तिको जित आजको मात्र त्याग थिएन। उज्जवल थापा र उज्जवल थापाको टिमका ती तमाम नेतृत्वहरूको त्याग, बलिदान र तपस्याको परिणाम हो। यो संस्थागत गर्नलाई धेरै समय लागेको छ र समय लाग्नेछ पनि। समय लाग्दै गर्दाखेरि उज्जवल थापाको विचार बोकेर आएको वैकल्पिक राजनीतिक शक्तिले बाटो नबिराओस्, हिजोकै बाटोमा अगाडि नबढाओस्, हिजोकै बाटोलाई फेरि निरन्तरता नदियोस्, हाम्रो शुभकामना छ। र सँगसँगै उज्जवल थापालाई हार्दिक सम्मान पनि छ। राम्रा र असाधारण मानिसहरूको समय यो धरतीमा निकै छोटो रहने गर्छ। त्यस्तै अवस्था उज्जवल थापाको पनि बन्यो। सन् 2021 मा फैलिएको कोरोना महामारीको कोभिड-19 को दोस्रो भयानक सुनामीमा यो महान सोच र नेपाली अवस्था परिवर्तनको टर्च बियरर पनि बढारियो र भौतिक रूपमा उज्जवल थापा हामी माझबाट सदा सदाका लागि बिदा हुनुभयो। आज हामीले सम्झिरहेको पात्र हो उज्जवल थापा। वैकल्पिक शक्तिले अभूतपूर्व विजय हासिल गर्दै गर्दाखेरि त्यसको प्रत्यक्षदर्शी उज्जवल थापा भइदिएको भए सुन्न सुगन्ध हुने थियो। देशको प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ खाँदै गर्दाखेरि त्यो ठाउँमा रवि लामिछाने सँगैको सिटमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँगैको सिटमा उज्जवल थापा भइदिएको भए आहा, साँच्चै नै सार्थकता हुने थियो, छुट्टै अनुभूति हुने थियो। लुटतन्त्र र बेथिति विरुद्ध सधैँ आवाज बुलन्द पारेका उज्जवलको अन्तिम अवस्थामा कोभिड-19 को महामारीमा सङ्क्रमित भएर मृत्युशय्यामा रहँदै गर्दाखेरि उपचारका लागि देश विदेशबाट करिब 2800 शुभेच्छुकहरूले स्वतस्फूर्त रूपमा आर्थिक सहयोग जुटाउनु भयो। र यो थाहा पाउँदाखेरि राम्रा मान्छेहरूको समय छोटो भए पनि राम्रा मान्छेहरूलाई कुबलो चिताउने मान्छे यो समाजमा हुँदैनन्, बिरलै हुन्छन् र जति हुन्छन् त्यसको 2 गुणा बढी 5 गुणा बढी उनीहरूका शुभचिन्तक हुन्छन्। उज्जवल थापाको उपचारका क्रममा सङ्कलन गरिएको सहयोग मार्फत बचेको करिब 42 लाख रुपैयाँ, बचेको मात्र 42 लाख भनेपछि अब तपाईँहरू कल्पना गर्न सक्नुहुन्छ सङ्कलन कति भएको थियो। देशभित्रका विभिन्न सामाजिक संस्थाहरूलाई कोभिड राहत र स्वास्थ्य सेवाका लागि पारदर्शी रूपमा हस्तान्तरण गरियो। त्यस पछाडि सन् 2022 मा उज्जवल थापाको सोचलाई निरन्तरता दिने र समाजमा सयौं हजारौं उज्जवल थापाहरू जन्माउने पवित्र उद्देश्यसहित उद्यमशीलता, नेतृत्व विकास र नीति निर्माणका क्षेत्रमा कार्य गर्ने लक्ष्यसहित उज्जवल थापा फाउन्डेसनको स्थापना भयो। अन्त्यमा उज्जवलवादका संस्थापक हामी सबैका प्रिय उज्जवललाई हामी माझ भौतिक रूपमा नरहे पनि देश त्यही उज्जवलवादको दिशामा अघि बढ्ने जमर्को गरिरहेको छ। राष्ट्रिय राजनीतिको मूल थलो र संसदमा यसपटक वैकल्पिक शक्ति र विवेकशील सोचको सुनिश्चितता हुनु उनकै विचारको लहर हो। नयाँ शक्तिहरूले बाटो बिराउन खोज्दाखेरि उनीहरूलाई, नयाँ शक्तिहरूलाई, नयाँ नेतृत्वहरूलाई उज्जवल थापाको सादगी, विचार, पारदर्शिता र नैतिकताको ऐना देखाउनु। हिजोको विवेकशील नेपालीमा उज्जवल थापा सँगै अभियानमा रहेका ती सम्पूर्ण नेतृत्वहरू सहित आम नेपालीको दायित्व हो, आजको नागरिक समाज र युवा पुस्ताको दायित्व हो। आशा गरौँ यो वैचारिक परिवर्तनले देशको मुहार फेर्नेछ र उज्जवल थापाको कल्पना जस्तै नेपाल विश्वको एउटा मर्यादित गुरु राष्ट्रको रूपमा छिट्टै उभिनेछ, कूटनीतिक रूपमा सबल र आध्यात्मिक रूपमा नेतृत्वकर्ताका रूपमा। हामी सदैव सम्झिरहनेछौँ उज्जवललाई। तपाईँ हामी माझ भौतिक रूपमा नभए पनि हामी जस्ता सयौं हजारौं युवा पुस्ता जो राजनीतिप्रति सकारात्मक चिन्तन राख्छन्, राजनीतिप्रति प्रभावित छन्, राजनीतिप्रति आकर्षित छन् र देशलाई नेतृत्व दिन सक्छु भन्ने दृढ विश्वासका साथ हिँडिरहेका छन्। उज्जवललाई तपाईँ हामी सबैको मार्गदर्शक हुनुहुन्छ। हामी सदैव सम्झिरहनेछौँ उज्जवललाई। र अनि आजको सरकार, आजको शक्तिले, आजको वैकल्पिक शक्तिले उज्जवल थापा नबिर्सोस्। उज्जवल थापा व्यक्तिका रूपमा होइन, विचारका रूपमा, उज्जवल थापा सिद्धान्तका रूपमा नबिर्सोस् अनि उज्जवल थापाको शैली नबिर्सोस्। उज्जवल थापाले परिकल्पना गरेको गुरु राष्ट्रका
नागरिकका रूपमा हामी छिट्टै भेट्नेछौँ। आजको लागि जिज्ञासु वर्षको यो श्रृङ्खला यति नै। नेपालमा वैकल्पिक राजनीतिका प्रणेता उज्जवल थापा र उज्जवलवादको विरासतको यो चर्चा परिचर्चा आजलाई यति नै। सी यू इन द नेक्स्ट भिडियो।